सम्पूर्णलाई स्वदेशमा विदेशमा भएको सम्पूर्णलाई के भन्न चाहन्छु भने अब हजुरहरूले चाहिँ अब नेपाली बोर्डलाई चाहिँ अब यसरी नै देख्ने दिन गइसक्यो कि जस्तो लाग्छ मलाई, किनकि अब पूर्व पश्चिमभित्र जेल चलान भएको भने त फेरि म यसरी केही आउनु मिल्दैन। त्यही भएर मेरो यो लास्ट भिडियो पनि हुनसक्छ र तपाईँलाई के भन्न चाहन्छु, मेरो भिडियो बनाउनु पर्ने चाहिँ हामीले एउटा पब्लिक फियर, एउटा देशले एउटा विषयले चिनिसकेपछि सबैलाई साथ छोड्ने विषय नै छ। त्यही भएर म छैन, मैले गाडी घरमै छोडेको छु, स्कुटर छोडेको छु, बाइक छ, त्यसपछि र अनि घर छ, भाडा आउँछ, सबै कुराहरू सर्न साधन छ। तपाईँहरूलाई चाहिँ राम्रो होस् भन्न चाहन्छु। र हिजो चाहिँ लास्ट भेट मैले चाहिँ मेरो बाबुसँग मैले भेट्न चाहेको थिएँ। बाबु धेरै खुसी भएको छ र मेरो छोराले मलाई धेरै माया गर्छ। उसको चाहिँ भविष्यको लागि पनि मैले चाहिँ केही गर्नुपर्छ, किनकि जेठालाई त मैले सबै कुरा गरिदिएको हो। उहाँले के बोल्नुहुन्छ, उहाँको अहिले उहाँ ठुलो म जस्तै ड्युटी गरेर पैसा कमाएर खान सक्ने हुनुभएको छ। सानोको मलाई पिर लागेको छ। सानोमा चाहिँ सानो बच्चालाई के भन्न चाहन्छु, उसलाई मैले के गर्नुपर्ने सबै कुरा गर्नेछु। म्यामलाई पनि बिग रेस्पेक्ट धेरै गर्नेछु र जीवनमा सङ्घर्ष यात्रा यतिसम्म नै हामीलाई लेखेको रहेछ। त्यसमा केही दिन गाह्रो हुन्छ होला, त्यसपछि रम्न सिक्नु